हेलो गाइस, हेलो एभ्रिवान। आज चाहिँ हामी कलर एक्सचेन्ज खेल्न गइरहेको छौँ। सबैजनाले यो ट्रेनिङ चाहिँ फलो गरिसक्नु भयो होला। हामी चाहिँ यसको लागि चाहिँ एकदमै ढिलो भयौँ। ल सुरु गरौँ अब। झोला झोला देखाउनु। यहाँ त पहिला कुन कलर हो? त्यो कुन झोला झोला चाहिँ मेरो हो। अब यो कलर सबै हैन मेरो पनि खाने छ। कुन हाम्रो कलर चाहिँ बारे कलर येलो सुरुमा येलो भनेको ओरेन्ज हो। गोल्डन र गोल्डन मेरो चौकाइ कलर खाले यसो हटाएर किनेको अब फेरि किन मैले सारा ठिकाइसके नि त। मैले ठिक लाग्छ के हो येलो सबै बोलेको बोले। गोल्डन मेरो पैसा बोलेको एउटा के त तर त्यसको कलर चाहिँ बटा पनि दिएर भयो त मैले यसले त मजा छ है। 3 2 1 कसले काम गर्छ ल बाह्र भावना गरेर छुरीका ओया खासिन न के चाहिँ चाहिँ त राम्रो छ बटा एक बजे भनेको बोल्दै मैले चाहिँ राम्रो ल्याएको छु मैले ल उसको सुरु राम्रो ल हेर न हैन ल काम गर 3 3 2 1 मैले चाहिँ मान्छेले भर्खर बिगारेछ नि त अनि सुनको लकेट मैले चाहिँ यो चाहिँ ढिलाउँछ होला जस्तो लाग्यो नि त अनि यो सेम थियो है। गौतम बुद्धको ल्याएको छु थ्याङ्क यू वाउ खाइ राख्नु न होला के मेरो अब अरू कुन हो त अब अर्को स्काई ब्लू ब्लूको त कति बेला लाग्छ है टाइम त धेरै बेला लाग्छ भयो यति छिटो चाहिँ हुँदैन मैले निकाल्न सके यति मात्र मैले त यति त भारे यसमा किनले सानो है भने साथमा मलाई चाहिँ अर्को पनि ब्लू छ नि त्यसरी चाहिँ हाल्नु स्काई ब्लू हो त्यसको त बट्टा हो मैले कति राम्रो ल्याएको छु तिमीलाई थाहा छ नि अब यो गर्नेमा कस्तो धेरै काम दिने चिज हो तिमीहरूलाई के थाहा यो नमिलाई किन दिनु पर्यो मैले हुन्छ त ल भयो 3 2 1 स्टार्ट होइन यो चाहिँ सिपर ग्लास हो सिपर ग्लास के पनि जुदेको हैन मैले कति बनाउनु कस्तो गाह्रो थ्याङ्क यू थ्याङ्क यू थियो भने पनि अघि देखो अहिले माफ गर्नु मैले थ्याङ्क यू बोला अब ब्ल्याक ब्ल्याक त कसैले दिँदैन होला मैले मैले निकाल्न सके मैले निकाल्छ के रेडी रेडी भयो सबैले देख्ने भयो 3 2 1 स्टार्ट मैले ब्ल्याक कलर खेल्न चाहिँ त हामीले के भयो आइलाइनर हैन मैले कति मिठाई ल्याएको छु ल यो मलाई चाहियो नि यो यो पनि एक्ज्याक्टली थ्यांक यू साइड चाहिँ तिमीहरुको कुन कुन हो एक साइड चाहिँ ल ल हामी अहिले मिठाई ठिक छ। अब कलर भनौँ ग्रीन ल ग्रीन त मेरो कलर निकाल्नु ग्रीन छ मेरो ग्रीन छ के छ ढिलो ढिलो चाहिँ म थिएँ कि तर मेरो सबै रेडी भएछ है म त पहिले रेडी बनाएको सबैको कति सबै भनेको चाहिँ मैले हो यहाँले चाहिँ अस्ति किनेको मैले चाहिँ आजको 2 घण्टा अगाडि मात्रै किनेको मेरो यो चाहिँ कलर रेडी छ त्यही भएर मैले कुन कुन चाहिँ ग्रीन मस्त कमेडी छ ल सब्जी पकाउने बाटो रेडी बनाएको 3 2 1 यो चाहिँ सब्जी पकाउने बाटो वाउ वही हेर न ग्रीन कलरको यहाँ कति राम्रो मैले चाहिँ यो मस्त कमेडी छ यो सारा किनेको थ्याङ्क यू यही हेर मलाई चाहिरहेको छ यो सब्जी पकाउने ल थ्यांक यू थ्याङ्क यू हो यो त कति राम्रो रहेछ ओ यो त राम्रो छ अन्त म त त्यही त अब कुन कलर अब यहाँ orange, सबै orange. यहाँ बनाएको कस्तो सजिलो भयो अब ओरेन्ज कलर अब ओरेन्ज हो orange छ। मेरो मिस्टी छ है यो चाहिँ अब सकिन मेरो मिस्टी छ मेरो रेडी छ यो ओरेन्ज कलर कस्तो राम्रो छ कस्तो राम्रो छ हेर्नु ल्याएर होला ओरेन्ज कलर मेरो ग्रीन त सुनेको छ यहाँ ल ल 3 2 1 गो यो अन्त ओरेन्ज मेरो त यो टेस्ट गरिसक्यो अहिले खाना यो मेरो ओरेन्ज ओरेन्ज अब के छ हाम्रो सन्जो कुन कलर हो पर्पल एकछिन है थ्याङ्क यू कपाल लाग्यो राम्रो थ्यांक यू कस्तो राम्रो है नोट कस्तो राम्रो टिप्रा छ यो पनि अब अरू कुन कलर ब्राउन ब्राउन कलर पुरा उयो ब्ल्याक नगरेको
पानी अलिकति छ नि मैले चुराइदिएको नि ए अँ अब के गर्यो ड्राम हैन ड्राम मैले एकैले खोलेर राख्न चाहिँ ड्राम मैले निकाल्न सकेँ ड्राम चाहिँ दुधे जस्तै लागेको छ के भएको होइन नि त दुधेन नि त दुधेछ अब यिनीहरू निकालेको छ 3 2 1 स्टार्ट ल धन्य धन्य सबै खानु पर्छ ल ले हती ल थ्याङ्क यू अब ला अघि स्काई ब्लू भने नि मैले मिस्टेक भएछ अब चाहिँ अब चाहिँ ब्लू त्यस्तै सेम कति धेरै कलरको गरेको छौँ हामीले नेपाली राम्रो छ ठिक्कको छ म काम गर्छु ल 3 2 1 गो थ्याङ्क यू अन्त धेरै यो कस्तो राम्रो लागेर थ्याङ्क यू यो कलर पनि बब्बाले आयो अब अर्को पनि छ अब अर्को पिङ्क कलर अब पिङ्क अब कति कलर हाल्छौँ अब पिङ्क कलर काट्छ अब एकैछिन पर्छ यो चाहिँ अब हाम्रो पार्ट 2 आउँदैछ योदेखि अरू कलरको चाहिँ पार्ट 2 मा